दामी रहेछ यो चाहिँ सानोबाट ल्याएको बिहानको ब्रेकफास्ट बनिँदैछ फर्सी बोकेर जानु आँट्यो होला जानु आँटेको साइमन बसेर खाऊ न हौ किन हतार हौ खाना दिँदैछौँ भट्टाभट्टी पस्किँदैछ दि म चाहिँ यहाँनिर धनिया उखाल्दैछु धनिया चाहिँ जाडोमा तातो तातो चिया पिउँदैछु बाख्रा कराउन थालिहाल्यो बिहानदेखि नै बाटा छोड्नुको लागि कराएको है जाडो छ नि बिहान त चिसो बढ्यो पुरा बिहानको ब्रेकफास्ट बनिँदैछ यो चाहिँ चाम्रे भात बनाएको है मैले चाहिँ केही पनि नहालिकन सादा बिहानको ब्रेकफास्ट है यहाँ चाहिँ खोर्सानी पिस्न आँटेको चाम्रेसँग खाने अचार पनि रेडी भयो है यहाँ चाहिँ चाम्रे पाक्नु आँटेको छ हाम्रो मर्निङको ब्रेकफास्ट चाहिँ यस्तै छ यहाँ चाहिँ बहिनीले स्कुटी सिकेको हेर्नुहोस् है स्कुटी कुदा कराएको हेर कुदाउनु भन्दा बेसी कराउँछ है आमा यहाँनिर होलसेल गाडीको भिड हेर्ने किनेको अरे कतिको खप्छको नि महँगो चाहिँ हाम्रो होलसेलको सामान किन्नेको भिड हेर्नुहोस् है हाम्रो घरमुनि चाहिँ यसरी भिड लाग्छ चौकी किनेको खिची पठाएछ बाजेले स्टार्ट गर्नुभएको छ है काम गर्नेको लागि यहाँनिर दाल केलाउनु हुँदैछ त्यही त दाउरा दाजु दाउराको अलिक समस्या थियो म चाहिँ दोकान जाँदैछु अलिअलि सौदा गर्नुको लागि यस्तो जाडो भइरहेछ मौसम चाहिँ चिसो गाइसहरू के गर्दैछ गाइसहरू उयो के दिनु भने नि 1 केजी प्याज हो 1 पावा टमाटर छ टमाटर 1 पावा हौ हल्का घाम लाग्दैछ है म चाहिँ दोकानबाट फर्किँदैछु कञ्चनजङ्घा देखेको छैन म चाहिँ दोकानबाट सौदा लिएर पनि आएँ है सौदा चाहिँ प्याज आलु चिनी ल्याएँ आधा केजी त्यहाँदेखिको यहाँनिर फर्सी ल्याएको छु यति मात्रै ल्याउनु गएको है म दाल बनाइदिउँ आलु र फर्सी बनाऊँ फर्सी दामी लाग्छ दिपिकालाई पनि सानो दिनु अरे ए सब्जी चाहिँ दामी छ बेलायती फर्सी आलु है मिसाएर बनाइदिने अब चाहिँ भट्टाभट्टी खाना बनाउने है आजदेखि फेरि सुरु भइछु आगो बोल्यो
आज चाहिँ बाबाले पनि काम सघाउनु हुँदैछ दाउरा कटाइ जटुको चल्दैछ आगो फुकेर चाहिँ अब यो चाहिँ भातको पानी बसाइदिएको आज त केटीहरूको पनि आएको छैन है सबैजना घरको काम गरेर आउँछ नि त आजदेखि हाम्रो पनि यहाँनिर वालको काम सुरु गर्यो साइमनले अब छोराले पनि सघाउँदैछ नि यो दामी रहेछ यो चाहिँ सानोबाट ल्याएको फर्सी बोकेर जानु आँट्यो होला जानु आँटेको ल आजको सब्जी चाहिँ यो चाहिँ यस्तो डल्लो त कुहिएको रहेछ नि त फर्स्टमा ल्याएको चाहिँ कि किरा छ ल अहिले चाहिँ भात बसाइदिएँ मैले चाहिँ देउता भात चाहिँ बसाइदिइसकेँ चौध हो दाल पाक्दैछ आनन्द काकाको ल्याएको कि एउटा चाहिँ ऊ कुहिएछ हेर्नु न फ्यात्ते फेरि अर्कोले राख्यो पेपरले त है मलाई पनि देउला बहिनी निकाल्नु ल अहिले हिँडेमा हाल्दा पनि हुन्छ त अहिले नै जाँदैन अहिले भरेको छ लसुनहरू चाहिँ हालेन भित्र जाँदा उमा दिदी कार्टुनमा छ ए त्यो उयो कोरेसम्म ग्रेड गर्नु न फर्सी त पहेँलै छ किन लाग्नु हालिदिनु नि त्यो पनि भाउजू कुक बातली भयो अरे त्यो त बेलुकै भिजाइराख्यो भने मात्रै रहेछ हौ यो मस्याम त है हालेको छैन हल्दी मात्रै हालेको मैले थाहा छैन सबै हालिदिनु यो आमा जाऊ न खाऊ यहाँ आमा न सामा आगो के मजाले बल्यो पर चुलामा खाना दिँदैछौँ भट्टाभट्टी पस्किँदैछ दिदीले घाँसले फ्याँक्यो फोन अघि जङ्गल भएको चाहिँ आफ्नो मामाले गरेको मेरो पनि बिहाले थियो फेरि बिहाको कल गरेँ कसको भएको अलिकति खानु न काका म त खाएर आएको बिचरा दुईजनालाई चाहिँ बाहिर राख्यो
बस्नु भौलीको चियर खसाउनु बस न खान्जेल त बस न ल साइमन बसेर खाऊ न हौ किन हो तार हौ बेबी यहाँनिर अन्त यस्तै छ साँगुरो जग्गा छ किचन साँगुरो भयो भने यस्तो हुन्छ नि त है अब बनिँदैछ दामी है बनिँदैन अहिले सपनामा पनि देख्दिनँ अहिले घरहरू बनाउने सोख छैन मेरो चिप्सहरू खाइ दिदी हामी निस्क्यो यता हुँदैन ल फुटेर खालि करकनाथ भन्छ हाम्रो चाहिँ छोराले पनि काम सघाउनु हुँदो रहेछ यहाँ चाहिँ है छोरा साइमन काकालाई काम सघाउँदैछ भाइले पनि के गर्ने नानी तिमी हिजो त बिमार भएर त्यसलाई सुतिरहेको थियो आज त अलिक काम सघाउँदैछौ यहाँ हेर्ने साइमनले चौकीदार पनि राखेको रहेछ हौ साइमन चौकीदार पनि राखेको सकिहाल्नु पर्ने पैसा हुँदै सकिहाल्नु पाए त राम्रो हुन्थ्यो कस्तो पैसा हुँदै कहाँ जान्छौ नानी यहाँ खेल्दै गर्छ अहिले तल धनियाँ भुर्कुट पार्छ अब चाहिँ बेलुकाको मौसम हुँदैछ कस्तो मजाको बादल लागेछ हौ जबरजस्ती छ नि हाम्रो भाइ त अब भने चाहिँ घाम पनि भारी पुग्यो साइमन भाइले चाहिँ यहाँ चाहिँ फाउन्डेसन गर्दैछ हाम्रो साइमन भाइले जाडो पनि हुँदैन तिमीलाई साइमन चिया पकाएर दिने मान्छे छैन लु साइमनलाई म चाहिँ यहाँनिर भर्खर धनियाँ उखालेर आएको है बारीबाट घाम चाहिँ यस्तो पारी पुग्यो नानी चाहिँ त्यहाँ ओखर फुटाएर खाँदैछ ऊ त जाडो है आम्म बारीमा गएको झन्डै मरेन जाडोले चिया बनाइदिँदैछु ल तिमीलाई त्यही साइमन भाइलाई चिया बनाइदिनु अरे नि त एक्लो जिन्दगी पनि साह्रो छ धनियाँ उखाल्दैछु धनियाँ चाहिँ यस्तो छ मजाको हरियाली धनियाँ हामी चाहिँ यहाँनिर बुढी भएर उखाल्दैछौँ अब चाहिँ लास्ट धनियाँ हो सक्यो हाम्रो चाहिँ अब फर्स्ट छिमलको चाहिँ म चाहिँ धनियाँ बोकेर जाँदैछु घर यति 15 बिटा धनियाँ उखालेर लिएर जाँदैछु जाडोले चाहिँ मर्नु आँटे घाम चाहिँ पारी पुगिसक्यो